हेलो वेलकम ब्याक टु आवर युट्युब च्यानल ग्लोरी ब्लगमा तपाईलाई स्वागत छ। अब चाहिँ हामी चिया लिन गइरहेका छौँ। चिया चाहिँ हाम्रो निरज दा स्पेशल हैन चिया बिहानी चिया चाहिँ अब चढ्ने गरे गाडीमा हो। चढ खुट्टा हाल। यो चाहिँ हामीले सुकियाबाट लिएर आएको घरबाट। हजुर यो पनि तपाईँको नानीहरू खेल्ने अर्ग्यानिक पिङ्क हेर्नुहोस्, यो चाहिँ बाबाले बनाएको। अहिले चाहिँ हामी बाहिर छौँ। बाहिर चाहिँ एकदमै घाम ज्यादा छ। अब एकछिनमा चाहिँ हामी चुलामा गएर होइन सालबारी पहिला मार्केट जाने, हामी अलिकति मार्केटमा पनि काम छ। त्यसको बादमा चाहिँ हामी फेरि चुलामालाई भेट्नु जाँदैछौँ साथीहरू। सो हेर्दै गर्नु हाम्रो ब्लग यहाँ चाहिँ न त मुख धुनु मन लागेको छ न कपाल गर्नु मन लागेको छ। चाहिँ गरम ज्यादा छ नि त त्यो भएर अन्त त्यही भएर चाहिँ अब गर्मी यहाँ नानीहरूको हालत नि होइन यस्तो छ नानीहरू चाहिँ यहाँ चाहिँ यो चाहिँ हामी यहाँको मम्मी भेनाको मम्मी सासू मम्मीले पहिला यो जमिन किन्दाखेरि यो बिरुवा रोप्नु भएको छ मेवाको होइन रुख। अन्त चाहिँ अहिले चाहिँ यसरी फलिरहेको छ हेर्नुहोस् न। खै बाबा भाइ बाबा खै यता हेरेर भन त, यहाँ मलाई हेरेर हौ। बाबा खै छैन? कहाँ गयो बाबा? यता गयो? यता त गएन हौ, यता पो गयो होला हौ, यता पो गयो होला। यहाँ दुईजना दाजुभाइ चाहिँ सेम एउटै कम्पनी भएर जाँदैछ। यो चाहिँ बाबाको गिफ्ट हो। दादा आउनु, दादा र मलाई बाबाले गिफ्ट गरेको दोकानबाट। दुईजनालाई बाबालाई थ्याङ्क यू। आज राम्रो चलोस् सेम भएर अब जाँदैछ दाजुभाइ। हेलो गाइस, अहिले चाहिँ हामी जाँदैछौँ मार्केट। मध्ये 11 बजे हामी दुईजना चाहिँ गरम चाहिँ कस्तो डरलाग्दो भइरहेको छ। यहाँनिर चाहिँ कसरी मार्केटमा सपिङ गर्नु थाहा छैन। गरम चाहिँ ओभरै बढेर गएको छ यहाँ चाहिँ। 2 hours later मुद्दा हामी यहाँ हेर्नुहोस् गरममा यहाँ लडिपचार सबैजना बल्ल बल्ल भर्खर हामी मार्केटबाट आएको। अन्त सपिङ गरेर लिएको दिदीको दामी ब्याग, एकदम दामी सस्तो ब्याग। यहाँ आज अब हाम्रो यो फ्रिज ओपनिङ कतिको छ? कति फुटको यो भर्खर नयाँ लिएको फ्रिज हो, डबल डेकर रहेछ। कति स्पेस छ यसमा चाहिँ? 5 फुट 7 इन्च भनेपछि यो 5 फुट 10 इन्चहरू। अब चाहिँ हामी फेरि पनि अहिले 5:30 बजी हामी यहाँबाट जानु निस्किन आँटेको छौँ। हामी बोजूकोमा लामाको घर जाँदैछौँ सालबारी। अन्त मेला, अब मेला हेर्नुपर्छ। अगर टाइम मिल्यो भने हामी मेला पनि जानेछौँ। तपो यस यस दिदी भेना हामी जाममा फसेर यहाँनिर बल्ल बल्ल जामबाट निस्केर चाहिँ अब हामी जाँदैछौँ अर्को अटोमा सालबारीतर्फ लामाको घर। लामा मेरो दिदी हुनुहुन्छ हो, सन्चु दिदी ठुलो आमाको घर जाँदैछौँ हामी चाहिँ। वेदर एकदमै क्लिन छ अहिले सिलिगुडीको वेदर। बल्ल बल्ल हामी रात परिसक्यो। अन्त चाहिँ आइपुग्यौँ हामी यहाँ हाम्रो
दिदीहरूको घर कस्तो अर्को भयो आलु त मेरो त दुईटा सक्स पनि खोलिदेऊ आइज One hour later. यहाँ हाम्रो दिदीहरूसँग आमासँग मिठो कि भेटघाट भएर अब चाहिँ हामी यहाँबाट जान आँटेको यहाँ चाहिँ मेरो भाइ हो ऊ चाहिँ अब हामी चाहिँ यहाँबाट निस्किन आँटेको साथीहरू अब फेरि हरियाणा गएपछि भेटघाट फेरि पनि हुनेछ फेब्रुअरीतिर अनि अहिले चाहिँ अब हामीले यहाँ भेटेर अब हामी फर्किन आँटेको छौँ लु जानु होइन अब चस्मा पायो ग्लोरियाले तिनजनालाई दे प्रार्थना गरिदिन्छु बाई बाई आउनुहोस् न ल सजिलो लाग्छ म फोन गर्छु नि आमा कति मजा रोपेछ यहाँ न यो आमाले रोपेको होइन पछि म आउँदाखेरि अब फेब्रुअरीमा हुन्छ बोलाउँछु नि ल बाई बाई गयो ल अब चाहिँ हामी यहाँबाट फर्किँदैछौँ साथीहरू भेटघाट भयो बिचरा आमासँग माया लाग्छ अब जानै पर्छ र हाम्रो भाइको लागि चाहिँ अलिक बुहारी चाहिँ अलिक अलगै आउनुपर्ने रहेछ यहाँनिर फरेन कन्ट्रीमै अहिले बुहारी कुरा गर्नु हुँदैन पढ्दैन होइन ल भन आज चाहिँ यही चम्पासरीमा मेला रहेछ यस्तो जाम भएर चाहिँ यहाँसम्म हामी हिँडेर आयौँ यहाँ हेर्नु यतिको माया चाहिँ हुनु पऱ्यो साथीभाइलाई हामी चाहिँ फाइनली घर आइपुगिसक्यौँ अन्त अब चाहिँ म चाहिँ खाना बनाउनुतिर लाग्छु दिदीको चाहिँ धेरै टाउको दुख्यो अरे आज दिनभरि यताउता हिँडेकोले गर्दा अन्त अब भेला चाहिँ टेकजङ्गा हाट कति बज्यो अहिले 9 बज्यो 9 बजिसकेको छ अब भेला चाहिँ टेकजङ्गा हाट जानु हुँदैछ अनि हामी चाहिँ अब यहाँ घरको कामहरू गर्ने साथीहरू सो हेर्दै गर्नुहोस् होला हाम्रो ब्लग भेना हाट गएर पनि सुहाउने हेर्नुहोस् यहाँ चाहिँ सिलगढीमा चाहिँ 20 रुपियाँ केजी आएको 30 रुपियाँको च्याउ मसरुम के साह्रो सस्तो यहाँ त हेर्नु न 10 रुपियाँको खोर्सानी हेर्नुहोस् न 30 रुपियाँको 1.5 किलो त्यो बोडी कसरी यो बोडी 30 रुपियाँ कि 20 रुपियाँ दिएको अन्त उयो कटहर 70 रुपियाँ 72 अनि यो कम्ती यो 35 रुपियाँ कति हो 30 रुपियाँको यो सबै कति सस्तो है गुन्द्रुकको रस यो चाहिँ हाम्रो गोर्खाली नेपालहरूको चाहिँ एकदमै फेमस डिस हो फेमस डिस आज हामी चाहिँ गुन्द्रुक र आलु गरममा चाहिँ यस्तै झार्लाङ